केटा केटा हसेस टाइम कति भइसक्यो के थाहा मलाई कति बजे त्यो घडी गएर हेर्नु न टाइममा मलाई सोध्दा थाहा हुन्छ कति बजे भनेर के अरे तेरीमा जट्टा पढ्नमा घाम छुट्किँदै छुट्छस् तँ ठुलो कुरो गर्छस् काम साम छैन खानुलाई मात्रै आएको छ खानु लाज छैन अब कति ल्याङ गरेको के चाहिँ गरिदिनु पर्ने हो मैले चाहिँ तँलाई अझै ठुलो कुरो गर्छस् अझै ठुलो कुरो गर्छस् अझै ठुलो कुरो गर्छस् मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो ओ मलाई यो जिन्दगीले होइन भाइ के भयो तँलाई ए रामे आइपुगेस् त बस बस साला रामे भन्न साला यो जिन्दगीमा अहिलेसम्म केही प्रगति गर्न पाएको छैन साला अहिलेसम्म यत्रो भयो जिन्दगीमा साला केही गर्न पाएको छैन तँसँग के आइडिया छैन भन् त मसँग आइडिया हुँदैन तँसँग बस्थेँ म थुक्क तँलाई त्यस्तो रडी लाग्छ म होइन त्यस्तो त अनि म साला भोसुडी के भन्न खोजेको तैँले अनि जति बेला तैँसँग हुन्छ त म अनि कहाँबाट हुन्छ मसँग अहिले ठिकै हो तेरो कुरा त हुन त मैसँग हुन्छ जतिखेर पनि सुन्न भाइ के तँलाई एउटा कुरा सोध्नु थियो भन्न होइन भाइ त्यो तँलाई जिन्दगी चाहिँ कस्तो चाहिएको राम यार कसम तैँले सही कुरा सोधिस् यार जिन्दगीमा केही प्रगति गर्न नपायो भने सोचाइ चाहिँ मेरो राम्रो छ के छ त्यस्तो भन्न ल सुन भाइ टक्कसँगले मेरो एउटा बङ्गला होस् एउटा गाडी होस् अनि एउटा बिजनेस होस् अनि त त्यसपछि एउटा राम्री बुढी होस् किन हाँसेको राख्यो त राम्री बुढी अरे डोजरले खने जस्तो अनुहार पाउँछ यस्तो अनि राम्री बुढी मासालाई के अरे तेरो छ नि ट्र्याक्टरको टली जस्तो अनुहार जिन्दगी पनि गेडा जस्तो भइसक्यो केही गर्न पाएको छैन हौ आसालाई के गर्नु होला यार अब घर गयो भने घरमा पनि ल्याङ बाहिर साथी गयो साथी पनि ल्याङ के गर्ने होला यो जाँठीले यतिखेरै कल गर्नुपर्ने हेलो हेलो स्वीटहार्ट के गर्दैछौ ए म अहिले गेम खेल्दैछु क्या फोन राख न अहिले तिमी जहिले यस्तै गर्छौ गेम खेल्ने टाइम हुन्छ मसँग बोल्ने हुँदैन ए ल बाबा रुन चाहिँ बन्द गर न पहिला ओके सरी बाबा सरी ल भन म फ्री नै छु त तिम्रो लागि म भन मलाई घुमाउन लानु न कति भइसक्यो घुम्न नगएको घुमाउन त लाने तर फेरि घुमाउन लगाएपछि केही किन्नु नि पर्यो फेरि केही खाने माग्यो भने फेरि किन्नु नि पर्छ घुमाउने मात्रै हो त हेलो हेलो कहाँ हराएको भन न भन होइन ठिक छ घुम्नै मात्रै हो त म लगिहाल्छु नि घुम्नै त जानु हो नि के छ र ल मलाई कस्तो मोमो खानु मन लागेको छ मलाई भेस्ट र पेन्ट पनि किन्न मन छ मेरो मेकअपको सामान पनि सकिरहेछ बेबी तर मसँग अहिले पैसा छैन क्या थुक्क म्यासले रन्डा तेरो मेरो आजबाट रिलेसन सक्यो पैसा नहुने भिखारीले किन गर्लफ्रेन्ड बनाउनु त्यसो भए भन न बेबी म तिम्रो एक दिन त सपना पुरा गरिहाल्छु नि बेबी थुइ तेरो किरा परेको जिन्दगी त भोलि बिहानै मरिजा तेरो घरबाट शङ्का पुगेको आवाज सुन्नु परोस् हेलो बेबी
हेलो 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 ए मेरो जिन्दगी